तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो। है, पहिलो कुरा येशू ख्रीष्ट यस संसारमा आउनुभयो र हामीले गरेको पाप, हामीले गरेको अधर्मको निम्ति के गरियो अरे छेडियो, भनेको गिल्ला गरियो, गिल्लाको पात्र बनाइयो भन्छ हैन, गिल्लाको पात्र बनाइयो। अर्को कुरा हाम्रो अपराधको निम्ति ऊ पिलियो भन्छ। तपाईँ र मैले गरेको त्यो पनि अपराधहरू छ, त्यो अपराध र पापको निम्ति उहाँ चाहिँ के गरिदिनु भयो, पिलियो भन्छ। जय मसीह सम्पूर्ण प्रभुको प्रिय जनहरूमा परमेश्वरलाई महिमा होस्। अनि मलाई आशा छ यहाँहरू सबैजना आरामै हुनुहुन्छ अनि यहाँहरूलाई वेलकम अनि स्वागत छ है हिलिङ टिभीमा। चाहिँ अहिले सुडालमा रहेको छु अनि सुडालमा बसेर सेवाकाय गरिराखेको छु। अनि यहाँहरूलाई परमेश्वरले धेरैभन्दा धेरै आशिष दिनुभएको होस्। अनि कतिजना स्वदेशमा हुनुहुन्छ, कतिजना विदेशमा हुनुहुन्छ होला है। अनि जहाँ भए तापनि स्वस्थ अनि व्यस्त रहनुहोला र तपाईँको शरीर स्वस्थ रहोस्, परमेश्वरले तपाईँलाई सुरक्षा राख्नुभएको होस् भन्ने कुराको म चाहिँ प्रार्थना गर्दछु है। र मलाई लाग्छ सबैजना आरामै पनि हुनुहुन्छ होला र यदि तपाईँमा सन्चो छैन भनेदेखिलाई परमेश्वरले चङ्गाई छुटकारा दिनुभएको होस् भन्ने कुराको पनि म हैन परमेश्वरमा आशा गर्दछु। परमेश्वरले यहाँहरूलाई अनुग्रह गर्नुभएको होस्। मेरो प्रियहरू, आज हामी विशेष गरिकन हामी चङ्गाईको बारेमा केही वचन पढहरू हामी हेरेर सानो कुराहरू हामी सिक्नेछौँ। चङ्गाई भनेको चाहिँ हामीमा भएको रोग, हामीमा भएको समस्याहरू चाहिँ निको हुनु हो। निको हुनुलाई चाहिँ चङ्गाई भनेर भन्दछ। चङ्गाई चाहिँ परमप्रभुबाट आउँदछ, किनभने यो तपाईँ र मेरो अङ्ग, प्रत्येक अङ्ग चाहिँ परमेश्वरले बनाउनु भएको, परमेश्वरले बनाउनु भएको कारणले गर्दाखेरि प्रियहरू, अनि परमेश्वरलाई थाहा छ तपाईँको शरीरभित्र कहाँनिरै के कुरा चाहिँ पुगेको छैन, तपाईँ मेरो शरीरभित्र के कुरा कमजोरी छ त्यो चाहिँ परमेश्वरलाई थाहा छ, यसो ख्रीष्टलाई थाहा छ प्रियहरू। यस कारणले गर्दाखेरि चाहिँ परमेश्वरलाई भनिन्छ नि उहाँ डाक्टरहरूका पनि डाक्टर अनि वैद्यका पनि वैद्य हुनुहुन्छ। हामी प्रार्थनामा प्राय युज गर्छौँ, प्रभु तपाईँ डाक्टरको पनि डाक्टर अनि वैद्यको पनि वैद्य तपाईँ हुनुहुन्छ, तपाईँ महान डाक्टर हुनुहुन्छ। यसकारणले गर्दा त्यही पवित्र आत्मा परमेश्वरले तपाईँ र हामी भित्र भएको रोगका कुराहरू उहाँले जान्नुहुन्छ, दुर्बलताका कुराहरू जान्नुहुन्छ, किनभने उहाँ चाहिँ के हुनुहुन्छ, संसारमा हुनुहुने भन्दा शक्तिशाली परमप्रभु हुनुहुन्छ भन्छ। अनि यस कारणले गर्दाखेरि चाहिँ हामी कति चाहिँ थाकिन्छौँ नि होइन, तपाईँको जीवनमा विभिन्न परिस्थिति र चुनौती आउँदाखेरि हामी आत्तिन्छौँ, बिरामी हुँदाखेरि हामी आत्तिन्छौँ बेसी जसो चाहिँ, धेरै जसो चाहिँ। अनि किनभने एक दिन म सिमलामा गएको थिएँ अनि सिमलामा गएको बेला एक दिन मलाई अचानक बिरामी भयो है, एकदमै यो पेट दुख्ने एकदमै बिरामी भयो। अनि बिरामी हुँदाखेरि चाहिँ एकदमै आत्तिएँ होइन, एक प्रकारले म कसरी निको हुन्छु होइन, किन निको हुँदैन, म मर्न आँटेँ भनेर चाहिँ। अनि एकदमै एक प्रकारले म चाहिँ आँटिएँ। अनि पछि भन्न लाग्यो कि परमेश्वरलाई, हे परमेश्वर कि त तपाईँले मलाई निको पार्नुहोस् कि भने मेरो प्राण दिनुहोस् भने म चाहिँ परमेश्वरसँग रिसाउन थालेँ प्रियहरू होइन। यो चाहिँ के थियो भन्दाखेरि म मेरो आफ्नै मूर्खता थियो, तर वास्तवमा परमेश्वरले निको पार्नु भएपछि प्रार्थना गर्दै गर्दा प्रभुले निको पार्नुभयो। यसकारणले गर्दा प्रियहरू, हाम्रो प्रार्थना चाहिँ कतिचोटि यस्तो प्रार्थना हुन्छ कि सानो परिस्थिति आउँदा अथवा शरीरमा दुखाइ आउँदा या कष्ट हुँदाखेरि चाहिँ हामी आत्तिन्छौँ अनि परमेश्वरलाई नै हामीले इन्कार गर्न लागेका हुन्छौँ। त्यो कारणले गर्दा कतिचोटि हाम्रो जीवनमा चाहिँ परमेश्वरबाट आउने त्यो चङ्गाई चाहिँ रोकिराखेको हुन्छ। तर परमप्रभुले चाहिँ जहिले पनि तपाईँ र हामीलाई चाहिँ निको पार्न